5:15 हुन लाग्यो, 5:14 बज्यो भने 6 बजे बिहान। तपाईँसँग पासपोर्ट छैन भने तपाईँ चाहिँ नेपाल। सो हेलो एभ्रिवान, गुड मर्निङ सबैजनालाई चाहिँ। अनि आज चाहिँ म तपाईँहरूलाई आफ्टर लङ टाइमपछि चाहिँ भिडियो बनाइराखेको छु। यो भिडियो चाहिँ के को लागि भनेर अब तपाईँहरूले थाहा पनि पाइसक्नु होला टाइटल र थम्बनेल देखेर चाहिँ। अनि सो त्यही नै हो। हामी चाहिँ घर जान लागेको छौँ। अनि घर जानको लागि अब सबै कुरो लगभग रेडी नै भइसकेको छ। सबै कुरो रेडी भन्दा पनि टिकट छ यहाँनिर देख्न सक्नुहुन्छ। टिकट र पासपोर्ट छँदैछ आफूसँग। अनि आज चाहिँ एकदमै बिहानै उठेको, बिहानै भन्दा नि कति 8 बज्न लागिसक्यो। अनि सो त्यही नै हो। आज चाहिँ हाम्रो इमिग्रेसन जाने पालो छ। इमिग्रेसनमा चाहिँ गएर फाइन 520 रुपियाँ भरेर चाहिँ अनि त्यसपछि आएपछि चाहिँ अब 14 दिनको पास आउँछ। सो त्यसपछि चाहिँ हामी त्यही हो, 14 दिनको पास दिन्छ। त्यसपछि चाहिँ अनि हामी घर जानको लागि एकदम फाइनल हुन्छ। सो त्यही नै हो। अब इमिग्रेसनको त्यो पास मात्रै रोकिएको छ। अब त्यो चाहिँ अब आज भरिसक कन्फर्म गरेर चाहिँ अनि त्यसपछि चाहिँ अब हामी घर जानुपर्ने हुन्छ। सो स्टे ट्युन है त, अब के हुन्छ, कति टाइम लाग्छ दिनभरि। अब यहाँ 8 बज्न लाग्यो यहाँ तपाईँहरूले टाइम पनि देख्न सक्नुहुन्छ, 7:44 भयो। आज चाहिँ डे 2 हो। आज चाहिँ ठ्याक्कै हिजो ढिलो भएकोले आज चाहिँ यहाँ 5:15 हुन लाग्यो, 5:14 भएछ। अहिले रेडी भएर चाहिँ अब निस्किन लागेको। हेरौँ आज चाहिँ अब काम बन्छ होला, सब थोक ठिक। सो हामी चाहिँ यहाँनिर इमिग्रेसन आइपुगिसक्यो। आज चाहिँ बेलैमा आइपुग्यो। बेलैमा पनि हामी चाहिँ ठ्याक्कै कतिमा भन्दाखेरि 5:45मा चाहिँ यहाँ आइसकेको थियो। अनि यता बाहिरको माहौल चाहिँ यस्तो छ। पर चाहिँ एलआरटी स्टेसन पनि रहेछ। अनि त्यही हो, अब काम कति बेला सुरु हुन्छ। तल एकछिन बस्नु पऱ्यो, तल पनि यहाँनिर पनि छ बस्ने ठाउँ। यहाँनिर कुर्सी राखेर यहाँ बस्नुपर्ने रहेछ यस्तो ठाउँमा यहाँनिर। सो आज चाहिँ हुन्छ होला काम छिट्टै नै। त्यसपछि काम भएपछि चाहिँ अब ढुक्क हुन्छ घर जाने, होइन? त्यही नै हो, काम होस् छिट्टै नै, ढिलो नहोस्, राम्रोसँग काम होस् भन्ने मात्रै छ, अरू केही छैन। सो बाहिरको माहौल चाहिँ एकदम कुल छ है। बिहान चाहिँ वेदर एकदम दामी हुन्छ, बबाल हुन्छ। सो यो इमिग्रेसन चाहिँ सेलाङ्गरभित्र पर्छ। सेलाङ्गरको केलाना जाया है त। 2 बज्यो, यत्तिकै पर्खिरहेछ बिजोको अवस्था। सो हेलो एभ्रिवान, यो भिडियो चाहिँ तपाईँहरू जति पनि मलेसियामा कार्यरत रहनु भएको छ, जो चाहिँ अवैधानिक रूपमा बसिराख्नु भएको छ, अनि यो घर फिर्ती कार्यक्रम अभियानमा चाहिँ घर फिर्ती कार्यक्रम अन्तर्गत चाहिँ तपाईँहरू घर जान चाहनुहुन्छ, कसरी प्रोसेस गर्ने, के गर्ने भनेर चाहिँ तपाईँहरू सोचिराख्नु भएको छ भने यो भिडियो चाहिँ तपाईँहरूकै लागि हो। तपाईँहरूलाई चाहिँ कसरी प्रोसेस गर्ने, के खर्च कति लाग्छ, के कस्तो प्रोसेस हुन्छ भनेर चाहिँ त्यो सबै पुरा जानकारी चाहिँ तपाईँहरूलाई म गराउने छु। तपाईँहरू चाहिँ यो भिडियो पुरा हेर्नु होला। अनि खर्च कति लाग्छ, कसरी प्रोसेस गर्ने बारेमा अब यही पुरा डिटेल्समा चाहिँ कुरा गर्न गइरहेको छु। अनि म चाहिँ कुनै एजेन्ट, कुनै एजेन्ट केही पनि होइन। म चाहिँ सिर्फ नर्मल मान्छे हो, तपाईँहरू जस्तै। मैले चाहिँ किन यो एक्सपिरियन्स चाहिँ सेयर गर्न खोजेको भने जो कुरा चाहिँ मैले आफैले एक्सपिरियन्स गरेको छु, म आफैले चाहिँ भोगेको छु, म आफैले प्रोसेस गरेको भएर चाहिँ तपाईँहरूलाई यो कुरा सेयर गर्न लागेको। अब तपाईँहरूलाई कतिको विश्वास लाग्छ, कतिको तपाईँहरूको लागि चाहिँ यो युजफुल हुन्छ, तपाईँहरूको लागि चाहिँ कतिको यो इन्फर्मेटिभ हुन्छ, तपाईँहरूको लागि चाहिँ कतिको इन्फर्मेटिभ हुन्छ, तपाईँहरूमा अब भर पर्छ। त्यही नै हो। अब सुरुमा कुरा गर्दा चाहिँ तपाईँहरूलाई अब हामी कुरा गरौँ पासपोर्ट, होइन? तपाईँहरूसँग पासपोर्ट छैन, होइन? यदि पासपोर्ट छ भने चाहिँ एकदम सजिलो हुन्छ। पासपोर्ट छैन भने तपाईँहरू चाहिँ हाम्रो नेपाल एम्बेसी गएर तपाईँहरूले चाहिँ त्यहाँदेखि एउटा पेपर बनाउनु पर्ने हुन्छ।
अनि अब त्यो तपाईँहरूसँग यदि तपाईँहरूसँग पासपोर्ट छैन भने तपाईँ चाहिँ नेपाल एम्बेसी गएर तपाईँहरूले चाहिँ ट्राभल डकुमेन्ट बनाउनु पर्ने हुन्छ। त्यसको लागि अब मसँग पासपोर्ट थियो, मैले जानु परेन, मैले केही पनि गर्न परेन। तर मैले सुनेअनुसार तपाईँहरूलाई लगभग 4-5 दिन चाहिँ त्यहीँ लाग्छ। सो तपाईँहरू चाहिँ अलिक अगाडि नै देखि प्रोसेस गर्नुपर्ने हुन्छ त्यसको लागि चाहिँ। अनि अब त्यसमा 4-5 दिन लाग्यो भने जब तपाईँसँग ट्राभल डकुमेन्ट हुन्छ त्यसपछि तपाईँसँग टिकट हुनु परि नै हाल्यो। टिकट त अनिवार्य टिकट हुनै पर्यो। अनि त्यो टिकट र ट्राभल डकुमेन्ट भयो भने अथवा पासपोर्ट भयो भने चाहिँ तपाईँहरूले इमिग्रेसन गएर पेमेन्ट गर्न सक्नुहुन्छ। इमिग्रेसनमा चाहिँ अब इमिग्रेसनमा पेमेन्ट भनेको 520 रुपियाँ मात्रै नै हो, त्यहाँभन्दा फाल्टु खर्च लाग्दैन। यदि तपाईँ चाहिँ अब फाल्टु खर्च कसरी लाग्दो रहेछ भने अब कतिजनाले मैले 1500, 2000, 2200 भनेको पनि सुनिराखेको छु कतिजनाले। यदि तपाईँहरू चाहिँ तपाईँ आफै नै प्रोसेस गर्नुहुन्छ भने चाहिँ म चाहिँ त्यो चाहिँ सजेस्ट गर्छु। त्यसले चाहिँ तपाईँहरूलाई सजिलो हुन्छ अनि लागत पनि धेरै लाग्दैन, खर्च पनि कम हुन्छ त्यसले आफै प्रोसेस गर्दा चाहिँ। यदि तपाईँ चाहिँ अब कोही व्यक्ति मार्फत चाहिँ तपाईँ प्रोसेस गर्नु चाहनुहुन्छ भने त्यसमा चाहिँ तपाईँको अलिक बढी खर्च हुन्छ। किनभने तपाईँ आफै सोलो प्रोसेस गर्दा तपाईँ आफै एक्लै प्रोसेस गर्दा चाहिँ तपाईँहरूसँग टिकट हुनु पर्यो, टिकट कि पासपोर्ट अथवा ट्राभल डकुमेन्ट हुनै पर्यो। अनि त्यो भएपछि तपाईँहरू डाइरेक्ट तपाईँहरू बिहान इमिग्रेसन जब तपाईँहरू जानुहुन्छ, तपाईँहरू इमिग्रेसन जाँदाखेरि पुत्राय जाय नजानु होला, केलाना जाय भन्नेमा इमिग्रेसन छ त्यहाँ जानु होला, त्यहाँ मान्छे अलिक कम हुन्छ। पुत्राय जायमा एकदम धेरै मान्छे हुन्छ है, मान्छेको क्राउड एकदमै बढी हुन्छ। सो तपाईँहरूलाई चाहिँ म कहाँ रिकमेन्ड गर्छु भने केलाना जाय भन्ने ठाउँमा चाहिँ रिकमेन्ड गर्छु, त्यहाँ चाहिँ अलिक मान्छे कम हुन्छ। अनि तपाईँहरू कति बजे जाने के गर्ने भन्दाखेरि तपाईँहरू म चाहिँ 4 बजे उठेर गएको, तपाईँहरूलाई पनि 4-5 बजे उठेर चाहिँ तपाईँहरू त्यहाँनिर 6 बजेसम्ममा चाहिँ त्यहाँ पुगिसक्नु पर्ने हुन्छ क्या इमिग्रेसन। त्यहाँ पुग्दाखेरि अनि तपाईँहरू त्यहाँ लाइन बस्नु पऱ्यो, क्युमा बस्नु पऱ्यो होइन, आफ्नो पालो अनुसार त्यहाँ बस्नु पऱ्यो। अनि त्यसपछि चाहिँ अनि प्रोसेस सुरु हुन्छ। सो हामी चाहिँ अघिल्लो दिन जाँदाखेरि 8 बजिसकेको थियो। 8 बजी जाँदा चाहिँ हामीलाई एकदमै ढिलो भयो क्या, त्यहाँ हुँदैन भन्थ्यो। अनि अर्को कुरा चाहिँ के छक्क परेँ भने म होइन तपाईँहरूलाई भनिहालौँ, यहाँ चाहिँ नेपालमा भन्दा धेरै बिचौलिया, नेपालमा भन्दा धेरै त्यो घुस लेनदेन, पैसा लेनदेन होइन त्यस्तो चल्दो रहेछ क्या, चलखेल हुँदो रहेछ। त्यो देखेर चाहिँ म एकदम सक भएँ म चाहिँ। अनि त्यो पहिला म जाँदाखेरि 8 बजिसकेको थियो अनि ढिलो भयो, बन्द भयो, आज हुँदैन भोलि आइज भन्थ्यो। एउटा सानो कुराहरू भयो भने पनि आज हुँदैन भोलि आइज भनिदिँदो रहेछ। अनि त्यही बाहिर निस्केपछि फेरि यति पैसा दिन्छस् भने म गरिदिन्छु भन्छ क्या त्यहाँनिर नि। अनि मलाई पनि सुरुमा जाँदाखेरि 300 रुपियाँ बढी दिन्छस् भने म गरिदिन्छु आज भनेको थियो 800। अनि अब भोलि पनि मेरो काम थिएन, फ्री नै थिएँ म, त्यही भएर मैले चाहिँ भोलि नै आउँछु म भनेर भनेँ। सो भोलि आउँदाखेरि चाहिँ अनि त्यही मलाई 500 रुपियाँ 520 रुपियाँ मात्रै लाग्यो, अरू फाल्टु खर्च भएन। सो तपाईँहरू पनि आफै प्रोसेस गर्नु होला जति सक्नुहुन्छ। तर तपाईँहरू आफै प्रोसेस गर्दा चाहिँ पुरा एक दिन चाहिँ तपाईँहरूलाई लाग्छ है। तपाईँहरू बिहान 5-6 बजे तपाईँहरू त्यहाँ पुग्नै पर्ने हुन्छ, त्यहाँ लाइन बस्नै पर्ने हुन्छ। अनि बेलुकाको 6 बजे अथवा 6:30मा बल्ल तपाईँहरूको त्यो पुरा प्रोसेस भएर बल्ल पासपोर्ट र त्यो के भन्छ स्पेसल पास दिन्छ। सो एक दिन चाहिँ तपाईँहरूलाई एक दिन चाहिँ फुल्ली लाग्छ। एक दिन चाहिँ बिहान 6 बजेदेखि बेलुका 6 बजे अथवा 7 बजे भनौँ होइन, 7 बजे नभनौँ 6:30सम्म तपाईँहरूको काम बनिसक्छ। मेरो पनि त्यस्तै नै भएको हो। अनि त्यहाँनिर चाहिँ एकदमै धेरै चलखेल हुन्छ र सब पैसाको। त्यही भएर चाहिँ अब हाम्रो कति पनि एजेन्टहरू, काम गरिदिने मान्छेहरूले पनि त्यसरी चाहिँ अब तपाईँहरू चाहिँ आफै लाइन बस्नु सक्नुहुन्छ, दिनभरि त्यहाँ टिक्नु सक्नुहुन्छ भने तपाईँहरू आफै गर्नुहोस् होइन, कम खर्चमा हुन्छ नि त तपाईँहरू त्यसो गर्दा चाहिँ। यदि तपाईँहरू अलिक पैसा तिर्छु बरु म लाइन बस्दिनँ, त्यत्रो धेरै मलाई दिनभरि त्यहाँ बस्न सक्दिनँ भन्नुहुन्छ भने तपाईँहरू कोही मान्छे व्यक्ति मार्फत गर्न सक्नुहुन्छ। तर व्यक्ति मार्फत गर्दा चाहिँ तपाईँहरूको खर्च एकदमै बढी हुन्छ, डबलै हुन्छ है त। अनि त्यही नै भन्न चाहन्छु। अब त्यहाँनिर चाहिँ एकदमै धेरै चलखेल हुन्छ, एकदमै धेरै व्यवहार पनि एकदम नराम्रो गरिँदो रहेछ। मलाई चाहिँ देखेर अलिक नराम्रो पनि लाग्यो।
हाम्रो मसँग जाने साथीहरूलाई त्यस्तो नराम्रो होइन, तर बोली वचन एकदम नराम्रो, एकदम रुड हुँदो रहेछ क्या बोली वचन। त्यहाँको मान्छेको रेस्पेक्ट भनेको एकदम जिरो हो क्या, रेस्पेक्ट एउटा हुँदैन त्यहाँनिर। एकदम गाली पनि जे मन लाग्यो त्यही बोडो सोडो सबै भनिदिँदो रहेछ अरूलाई देखेर पनि। अनि छक्क लाग्यो। अनि तपाईँहरू चाहिँ त्यहाँनिर जाँदाखेरि पैसा अब क्यास त त्यहाँ मिल्दैन, तपाईँहरूलाई जानकारी छँदैछ होला होइन। टच एन्ड गो पनि तपाईँहरूसँग टच एन्ड गो कार्ड छ भने मात्रै काम हुन्छ होइन। टच एन्ड गो त्यो क्युआर, अरू मे ब्याङ्क क्युआर, जति पनि क्युआरहरू, क्युआर पेमेन्ट केही पनि हुँदैन है अहिले। एकदम कार्ड चाहिन्छ। अनि कार्ड पनि तपाईँहरूसँग कस्तो भने होइन, तपाईँहरूलाई कार्ड चाहिँ इम्पोर्टेन्ट कुरा चाहिँ के गर्न गइरहेको छु भने तपाईँहरूसँग होइन पेमेन्टको बारेमा चाहिँ अब तपाईँहरूलाई थाहा नै छ, त्यहाँ क्यास त चल्दैन होइन, सबैजनालाई थाहा नै होला लगभग। अनि जसलाई पनि थाहा छैन तपाईँहरू चाहिँ अब अर्को के पनि भ्रम छ भने त्यहाँ टच एन्ड गो क्युआर सिवार चल्छ भनेर होइन, त्यो पनि तपाईँहरूसँग, मसँग पनि मैले पनि टच एन्ड गोमा हालेको थिएँ पैसा, अनि टच एन्ड गो क्युआर थियो मसँग। टच एन्ड गो तपाईँहरूसँग कार्ड छ भने कार्डदेखि पेमेन्ट गर्नुभयो, तर क्युआर केही चल्दैन तपाईँहरूसँग। त्यो ग्र्याब पे, टच एन्ड गो, क्युआर, मे ब्याङ्क क्युआर, जति पनि क्युआर सिवार हुन्छ त्यो केहीदेखि पेमेन्ट हुँदैन। तपाईँहरूसँग कार्ड अनिवार्य हुनै पर्यो। कार्ड भयो भने एकदम सजिलो हुन्छ है तपाईँहरू पेमेन्ट गर्नलाई चाहिँ। अनि कार्ड पनि तपाईँहरू अब कसैको मागेर लगेर जाँदा पनि भएन क्या, तपाईँहरूलाई त्यो कार्ड होल्डर को हो त होइन, त्यो ब्याङ्क कार्डको धनी को हो त्यो खोज्छ क्या मान्छे, ब्याङ्क कार्ड होल्डर को हो भनेर खोज्छ। अनि अर्को कुरा के भने तपाईँहरू अब मसँग 2टा कार्ड छ अनि म साथीको पनि पेमेन्ट गर्छु भन्दा पनि तपाईँहरूलाई दिँदैन। एकदम सजिलो चाहिँ तपाईँ आफ्नै कार्ड हुनुपर्छ। कार्ड तपाईँहरूसँग छैन भने तपाईँहरू मार्चिन्टेड काहीँ छ भने मार्चिन्टेड कार्ड चाहिँ तपाईँहरूले बनाउन सक्नुहुन्छ, सजिलो पनि छ, त्यत्रो धेरै खर्च पनि हुँदैन। तपाईँहरूले मार्चिन्टेड कार्ड चाहिँ बनाउन सक्नुहुन्छ। अनि अब कार्ड अरूको चल्छ, तर त्यसमा तपाईँहरूको लागि कोही बोलिदिने तपाईँहरू लोकल मान्छे भयो भने सजिलो हुन्छ है त। अनि अर्को कुरा के भने तपाईँहरूसँग पासपोर्ट छ, अब ठिक छ होइन, पासपोर्ट छ ठिक छ, तर तपाईँहरू कुनै कम्पनीदेखि काम छोडेर भाग्नु भएको छ अनि कम्पनीले चाहिँ रिपोर्ट गरेर तपाईँको नाम चाहिँ ब्ल्याक लिस्टमा छ भने फेरि तपाईँहरूलाई त्यहाँ पनि तेरो काम हुँदैन त जा भनेर निकालिदिन्छ। तर त्यहाँनिर तपाईँहरूले फेरि एक्स्ट्रा पैसा दिनुभयो भने 500, 1000 उनीहरूले जति पनि माग्न सक्यो होइन, अनि त्यो पैसा एक्स्ट्रा पैसा दिनुभयो भने फेरि काम बन्छ। सो त्यही भएर चाहिँ तपाईँहरू अब नाम चाहिँ तपाईँहरूको ब्ल्याक लिस्टमा छ भने चाहिँ तपाईँहरूलाई एक्स्ट्रा पैसा लाग्छ, एक्स्ट्रा खर्च हुन्छ, अलिक बढी खर्च हुन्छ है त। अनि ब्ल्याक लिस्टमा छैन, तपाईँहरू कम्पनी छोडेर भागेको होइन, भिसा मात्रै छैन भने तपाईँहरू चाहिँ सजिलो हुन्छ होइन। चाहिँ तपाईँहरूलाई अब के भन्न चाहन्छु भने अब सबैजनालाई आफ्नो जस्तो अवस्थामा हुनुहुन्छ, जस्तो ठाउँमा जे काम गर्दै हुन्छ तपाईँहरू चाहिँ अब आफ्नो ख्याल गर्नु होला। अहिले एकदमै कडाइ गरिराखेको छ, तपाईँहरू चाहिँ अवैधानिक बसिराख्नु छ भने आफ्नो ख्याल गर्नु होला। आफ्नो के भन्ने, अब तपाईँहरू यो अवस्थामा होइन, जस्तो अवस्थामा गुज्रिरहनु भएको छ, तपाईँहरू यदि मिल्छ भने सक्नुहुन्छ भने यो अवधिमा तपाईँहरू चाहिँ निस्किनुहोस्, किनभने एकदमै टाइट गरिरहेछ, एकदमै गरिरहेछ। अनि तपाईँ अब जानलाई पनि अलिक सजिलै नै छ होइन, सजिलो छ, सस्तो छ भनौँ न अहिलेको अवस्थालाई। 520 रुपियाँ तिरेपछि तपाईँहरू जान पाउन सक्नुहुन्छ। त्यसमा टिकट, अब तपाईँको टिकट सिकट खर्च भनेको भइहाल्छ होइन। सो त्यही नै हो। अब तपाईँहरू त्यसरी अब आफै प्रोसेस गर्नुहुन्छ अथवा कोही व्यक्ति मार्फत प्रोसेस गर्नुहुन्छ, त्यो तपाईँमा भर पर्छ। अनि तपाईँहरू कम्पनी छोडेर भाग्नु भएको छैन, तपाईँहरूको नाम ब्ल्याक लिस्टमा छैन, कम्पनीले तपाईँलाई रिपोर्ट गरेको छैन भने सजिलो हुन्छ अनि धेरै खर्च पनि हुँदैन। त्यही नै हो है त। अब लगभग मैले सबै कुरा भने जस्तो लाग्छ। मैले जति मैले भोगेको कुराहरू, मैले एक्सपिरियन्स गरेको कुराहरू तपाईँहरूसँग सेयर गरेँ जस्तो लाग्छ। अब के कति भएँ, यदि भएन भने पनि तपाईँहरूलाई कुनै कुरा सोध्न मन छ भने पनि तपाईँहरूले कमेन्टमा सोध्न सक्नुहुन्छ, कसरी के भनेर तपाईँहरूको जिज्ञासा राख्न सक्नुहुन्छ। मलाई थाहा भए अनुसार, मैले जाने अनुसार म तपाईँहरूलाई जवाफ दिनेछु, रिप्लाई गर्नेछु है त तपाईँहरूको। सो त्यही नै हो। थ्याङ्क यू सो मच है त। 2 बज्यो, यत्तिकै पर्खिरहेछ।
बिजोको अवस्था। सो अहिले चाहिँ यहाँनिर रात परिसक्यो, बिहान 6 बजे आएको। अनि यहाँनिर अहिले चाहिँ हाम्रो हतियार चाहिँ पाइसकेको छ, यहाँ हातमा आइसक्यो। सो अब चाहिँ ढुक्क भएछ, यो स्पेसल पास पाइसक्यो। यो सब यता मान्छेहरू यिनीहरू सबै निस्किरहेछ। टाइम म देखाउँछु तपाईँहरूलाई, बिहानको टाइम र अहिलेको टाइम। अहिले कति ठ्याक्कै बज्यो भने 6 बजे, बिहान 6 बजेभन्दा अगाडि आएको। सो अहिले ढिलो भए पनि आज पाएर खुसी लागिरहेछ। अनि अब चाहिँ यहाँदेखि ग्र्याब गरेर हामी चाहिँ गाडीमा जाने। सो त्यही नै हो है त, आज पुरा दिन यहीँनिर गयो हाम्रो।